हेलो 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 यो चाहिँ हाम्रो बाक्सिलाको यो हाई स्कुल पृथ्वी मावि यहाँ हाम्रो स्कुल हाम्रो घर त्यहाँबाट खेलिरहेको छ तल छ अहिले हामी यहाँ घरमा तिरको डाँडामा मौज गर्दैछौँ आएको हावा खानलाई दिनभरि घरमा बसेर भरे जोड्दै जोड्दै लगाऊ एकदम रमाइलो यसलाई के भन्छ रुख ऐसेलु त्यही सुनेको मैले गीत चाहिँ के अरे फेरि गाइदेऊ त ऐसेलुको पात लाडिन्छ कि ए मायासम्म मेरो हात त्यहाँदेखि आउँदैन लो लो पाती भन्छ यो चाहिँ के भन्छ राईहरूको कल्चरमा चाहिँ एकदम इम्पोर्टेन्ट हैन यो चाहिँ एकदम सुनपानीले चोखिएको भन्छ नि त्यस्तै यो चाहिँ एकदम यो नभए नहुने कुरा बिहे गर्दा पितृ पूजा गर्दा झन् एकदम धेरै महत्त्वपूर्ण छ अनि यसको पनि क्या मेडिसिनल भ्यालु पनि अब जस्तै पहिलेतिर टाढा जाँदाखेरि हैन यसरी बाटोमाथिको तितेपाती टिप्ने अरे अनि ठाउँमा देउता जस्तो ढुङ्गाको हुन्थ्यो अनि त्यहाँ चढाउने अनि केही लाग्दैन भन्थे अनि केटाकेटीहरूलाई यस्तोमा सिउरी दिने कोक्रोमा सिउरिने हैन अनि त्यसो गर्दाखेरि अब यसको एरोमा हुन्छ नि हैन त्यसले गर्दा पनि होला कि अर्कै खालको यसको एरोमा हुन्छ त्यसले गर्दाखेरि पनि अब डिजिजहरू हैन यता देउताहरू लाग्न दिँदैन थियो होला अनि यो चाहिँ औषधि नै जस्तो हुन्थ्यो बच्चा बेला त हामीलाई त अनि केही भयो दुख बिराम भए जस्तो भयो भनेदेखि यो सुँगाइदिने क्या अनि हल्का भएको जस्तो फिल हुन्थ्यो त्यही भन्छ यसलाई चाहिँ त्यो बिरामी हुँदाखेरि अनि त्यो उयो हुन्छ नि माडेर सुँगाइदिने ओर्ने गर्नुहुन्छ कि यस्तो रुखहरू पनि लोप भएर गइसक्यो अब त कता मात्रै देखिन्छ यो बरको रुख होला एउटा मात्र छ बिचरा बर पनि एक्लै रहेछ बरको साथी पिपल पनि छैन म पनि एक्लै छु हेर्नुहोस् अब त यस्तो रुखहरू त कता सपनामा मात्र पछि त हेरिराख्नुहोस् खुट्टामा चाहिँ दुख्ने उसलाई मैले उकालोको महसुस गराइदिन ल्याएको क्या हिँड्न त अस्ति योभन्दा डेन्जर उकालो हिँड्नु होला तर यहाँनिर क्या हेर्दा चाहिँ होइन त्यस्तो छैन नि त यो कुनानेर कस्तो उकालो छ कि मलाई पछि मात्रै थाहा भयो त्यस्तो उकालो रहेछ भनेर किनभने हामी जाँदा हिउँले पुरेको थियो होइन हिउँमा उल्टिङ र पुल्टिङ गर्दै हिँड्दा थाहै भयो पाइन